नमस्ते। आज हामी यसो कुरा गरौँ है त। नेपाल सरकारले विदेशबाट फर्किने हामी नेपालीहरूका लागि भन्सार नियममा अलि हेरफेर गरेको छ नि, त्यसबारे। नमस्ते। यो जेठ 15 2082 को अर्थ मन्त्रालयको सूचना अनुसारको कुरा हो। हो, त्यही त। अब विदेशबाट फर्किँदा के सामान ल्याउन पाइन्छ, कतिमा छुट छ, कतिमा तिर्नुपर्छ, अनि अझ खासमा वैदेशिक रोजगारीबाट आउने दाजुभाइ दिदीबहिनीहरूका लागि केही विशेष छ कि, यो अलि प्रष्ट पारौँ भन्ने हाम्रो उद्देश्य हो। ल, राम्रो विषय हो यो। धेरैजनालाई चासो हुन्छ। सुरु गरौँ न त। विदेशबाट फर्किने जो कोही नेपालीले पनि साधारणतया के सामानमा भन्सार तिर्नु पर्दैन? ल, सामान्यतया कस्तो छ भने सबै फर्किने नेपालीले व्यक्तिगत प्रयोगका केही कुराहरू भन्सार नतिरी ल्याउन पाउँछन्। जस्तो आफूले लगाइरहेको मतलब पुराना लुगाफाटा। पुराना लुगाहरू। अनि ओढ्ने ओछ्याउने एक सेट जति, बिरामी हुनुहुन्छ भने आफूले खाने औषधि, अनि शारीरिक रूपमा अलि अप्ठ्यारो भएकाले प्रयोग गर्ने सामग्रीहरू जस्तै व्हीलचेयर। अच्छा। त्यसपछि सुनको गहना 50 ग्रामसम्म, चाँदीको 500 ग्रामसम्म, आफूले बोकिरहेको मोबाइल फोन एउटा। चलाइरहेको मोबाइल है? हो, चलाइरहेको। अनि ल्यापटप वा कम्प्युटर वा ट्याब्लेट त्यो पनि एउटा। बच्चा छ भने उसको सानो गाडी वा ट्राइसाइकल। बच्चाको खेलौना गाडी पनि? एउटा। अनि खानेकुरा पनि प्रति व्यक्ति 7 किलोसम्म। रक्सी मतलब मदिरा चाहिँ 1 लिटरसम्म। 1 लिटर मात्रै? हो, 1 लिटरसम्म मात्र छुटो। अनि आफ्नो पेशागत सामान्य उपकरण जस्तो डाक्टरले स्टेथोस्कोप ल्याउनु भयो भने त्यसमा भन्सार लाग्दैन। ल, यो त भयो सबैलाई लागू हुने आधारभूत कुरा। तर वैदेशिक रोजगारीमा गएर अलि लामो समय बसेर फर्किनेहरूका लागि त अझ थप सुविधा छ भन्छन् नि, होइन त? हो, छ। त्यो महत्त्वपूर्ण छ। जस्तो 6 महिनाभन्दा बढी श्रम स्वीकृति लिएर काम गर्नुभएको छ भने उहाँहरूले एउटा नयाँ मोबाइल फोन नै ल्याउन पाउने अरे। त्यो एकदम सही हो। कम्तीमा 6 महिनाको श्रम स्वीकृति अवधि छ र विदेशमा काम गरेर फर्किनु भएको छ भने आफूले बोकेको पुरानो बाहेक थप एउटा नयाँ मतलब प्याक नै भएको मोबाइल फोन पनि भन्सार छुटमा ल्याउन पाउनुहुन्छ। नयाँ नै? यो त राम्रो भयो। अनि अझ अर्को महत्त्वपूर्ण कुरा छ। यदि कोही व्यक्ति कम्तीमा 12 महिना मतलब 1 वर्ष श्रम स्वीकृतिमा काम गरेर फर्किनु भएको छ र उहाँ सामाजिक सुरक्षा कोष एसएसएफमा पनि दर्ता हुनुहुन्छ भने नि। 12 महिना पनि अनि एसएसएफमा पनि? हो, दुवै शर्त पूरा हुनु पर्यो। त्यस्तो व्यक्तिले चाहिँ जत्रो सुकै साइजको टिभी ल्याए पनि भन्सार छुट हुन्छ। के रे? जत्रो सुकै? 32 इन्चको त्यो लिमिट लाग्दैन? लाग्दैन। सामान्य अरू यात्रुलाई 32 इन्चसम्म मात्र छुट हो, तर यो 12 महिना प्लस एसएसएफ भएकोलाई चाहिँ साइजको बन्देज छैन। ल, यो त धेरैलाई छानो हुन सक्छ। हो नि। अनि अर्को कुरा, यही 12 महिना प्लस एसएसएस वाला समूहले आफ्नो व्यक्तिगत प्रयोगका लुगाफाटा र सामान्य घराइसी सामानहरू कार्गोबाट पछि पठाए पनि भन्सार छुट पाउँछन्। कार्गोमा पठाउँदा पनि छुट? यो त झन् ठुलो राहत भयो। भनेपछि यो सामाजिक सुरक्षा कोषमा जोडिदा फाइदा रहेछ? हो, त्यस्तै देखिन्छ। सायद सरकारले औपचारिक प्रणालीलाई प्रोत्साहन गर्न खोजेको होला। तर अब सबै सामान त यसरी छुटमा मात्रै ल्याउन सकिन्न होला। यो छुटको लिस्ट बाहेक अरू केही व्यक्तिगत सामान ल्याउनु पर्यो भने केही भन्सार तिरेर ल्याउन मिल्ने पनि त हुन्छ होला नि? हुन्छ। व्यक्तिगत प्रयोगकै लागि भए पनि छुटको सीमाभन्दा बढी वा त्यो लिस्टमा नपरेका केही सामानहरू चाहिँ तोकिएको भन्सार महसुल तिरेर ल्याउन पाइन्छ। जस्तो कि? जस्तो एक थान टिभी यदि छुटमा नपरे, म्युजिक सिस्टम, फ्रिज, वाशिङ मेसिन, अर्को एउटा मोबाइल फोन, घडी, यस्ता चिजहरू प्रचलित दर अनुसार भन्सार तिर्नुपर्छ। अच्छा, एक थान मात्रै है? हो। अनि कपडा, जुत्ता, कस्मेटिक सामानहरू 5-5 थानसम्म, मिक्सर, जुसर, आइरन, सिलाइ मसिन, ग्यास टेबल जस्ता सामान्य घरायसी विद्युतीय उपकरणहरू चाहिँ 2 थानसम्म, यिनीहरूमा पनि भन्सार तिर्नुपर्छ। यी सामानहरू पनि ल्याउन त पाइयो, तर भन्सार तिरेर। अब यो भन्सार तिर्नुपर्ने सामानमा पनि विदेशमा अलि लामो समय बसेर आएकालाई केही छुट या सहुलियत हुन्छ कि? बसाइको अवधिले केही फरक पार्छ? पार्छ। विदेशमा बसेको अवधि अनुसार थप पैसाको मूल्याङ्कनमा छुट छ। कस्तो छुट?
अब कम्तीमा 6 महिनादेखि 1 वर्षसम्म विदेश बसेर फर्केको नेपाली नागरिकले भन्सार तिर्नुपर्ने व्यक्तिगत सामानमा थप 15,000 रुपियाँ बराबरको मूल्यमा छुट पाउँछन्। 15,000 को मूल्य बराबर। हो, अनि यदि बसाई अवधि 1 वर्षभन्दा बढी छ भने यो छुट बढेर 25,000 रुपियाँसम्मको मूल्याङ्कनमा हुन्छ। 1 वर्ष कटेपछि 25,000, यो त राम्रै छुट हो नि। हो, तर यसमा एउटा कुरा, 16 वर्षभन्दा कम उमेरका यात्रुले चाहिँ यो 15,000 र 25,000 को आधा मतलब 50% मात्रै यो मौद्रिक छुट पाउँछन्। ल, यो पनि प्रष्ट भयो। अब यी सामान्य यात्री र वैदेशिक रोजगारीका कुरा बाहेक अरू केही विशेष अवस्थाहरू पनि छन् कि नियममा, छोटकरीमा भन्नुपर्दा? छन्। जस्तो कुनै नेपाली नागरिकको विदेशमा दुःखद निधन भयो भने उहाँका व्यक्तिगत प्रयोगका सामानहरू, तर गाडी र हतियार चाहिँ बाहेक नेपाल ल्याउँदा पुरै भन्सार छुट हुन्छ, तर त्यो सामान अरू कसैको नाममा पास गर्न मिल्दैन। त्यो पनि व्यवस्था रहेछ। त्यस्तै नेपालबाट विदेश जाने नेपालीले पनि आफ्नो व्यक्तिगत प्रयोगका सामान लाँदा छुट छ, अनि यदि प्रमाणित बिल छ भने 50,000 रुपैयाँसम्मको नेपाली उत्पादन उपहार भनेर लैजान पाउँछन्। अच्छा। अनि विदेशी पर्यटकहरूले आफ्नो क्यामेरा, ल्यापटप, मोबाइल जस्ता सामान र 1 लिटर रक्सी छुटमा ल्याउन पाउँछन्। गैर आवासीय नेपाली मतलब एनआरएनहरूलाई चाहिँ नेपाली नागरिक सरह नै सुविधा लागू हुन्छ। एनआरएनलाई नेपाली सरह नै। ल, अब मोटामोटी कुराहरू आए जस्तो छ, यसलाई बिट मारौँ है त। आजको कुराकानीबाट के बुझियो भने विदेशबाट फर्किँदा सबैले एउटै खालको सुविधा पाउँदैनन्। हो, त्यो एकदम मुख्य कुरा हो। खास गरी कति समय विदेश बस्यो, श्रम स्वीकृति थियो कि थिएन, अनि त्यो सामाजिक सुरक्षा कोषमा आबद्धता छ कि छैन भन्ने कुराले त निकै ठूलो फरक पार्दो रहेछ। हो नि, टिभीको कुरामा त आकाश जमिनको फरक पर्यो। हो त, त्यसैले यी नियमहरू अलि ख्याल गरेर जानेर यात्रा गर्यो भने पक्कै पनि सजिलो हुन्छ होला, नत्र एयरपोर्टमा अनावश्यक झन्झट हुन सक्छ। एकदम। यहाँ चाखलाग्दो कुरा के पनि छ भने यी नियमले कतै न कतै विदेशमा बिताएको समय अनि त्यो एसएसएफ जस्तो औपचारिक प्रणालीसँगको आबद्धतालाई कति महत्त्व दिएको छ भन्ने देखाउँछ। त्यसैले फर्किनु अघि आफ्नो अवस्था के हो, कति बस्यो, श्रम स्वीकृति छ कि छैन, एसएसएफमा दर्ता छ कि छैन, यो पक्का गरेर आफूलाई के सुविधा मिल्छ भनेर हेर्नु एकदमै जरुरी छ। हो, एकदम जरुरी, नत्र पाइने सुविधा पनि नपाइन सक्छ। थाहा नभएर। ल, अब जाँदा जाँदै श्रोताहरूलाई एउटा सानो प्रश्न छोडेर जाउँ। भन्सार नियममा बेला बेला भइरहने यस्ता परिवर्तनहरूले विदेशमा रहेका नेपाली नागरिकहरूप्रति राज्यको दृष्टिकोण कसरी बदलिँदैछ जस्तो लाग्छ, अथवा यसले देशको समग्र आर्थिक नीतिहरूबारे केही सङ्केत गर्छ कि यसबारे सोच्दै गर्नुहोला। आजलाई यति नै, फेरि भेटौँला। धन्यवाद। नमस्ते।